साथीहरू यहाँहरू सम्पूर्णलाई नमस्कार। साथीहरू सबैको इच्छा चाहना हुन्छ कन्टेन्ट बनाउने, धेरैजसो साथीहरूको हुन्छ। तपाईहरूले चाहिँ ती इच्छा चाहनालाई तपाईँले आफ्नै मोबाइलदेखि नै कन्टेन्ट क्रिएट गरेर भिडियो बनाउन सक्नुहुन्छ। र भिडियो त बनाइयो, अब एडिट कसरी गर्ने, राम्रो एडिट फ्रीमा भन्ने कुरा सोच्दै हुनुहुन्छ भनेपछि आउनुहोस् आज म त्यसको बारेमा जानकारी दिनेछु। साथीहरू तपाईँले सर्वप्रथम पहिला एउटा भिडियो खिच्नुपर्ने हुन्छ। त्यस भिडियोमा तपाईँले लाइटिङ मिलाउनु पर्ने हुन्छ, कलरहरू मिलाउनु पर्ने हुन्छ, इफेक्टहरू हाल्नु पर्ने हुन्छ, साउन्ड प्रुफ गर्नुपर्ने हुन्छ र एडिटिङ गर्नुपर्ने हुन्छ र टेक्स्ट लेख्नुपर्ने हुन्छ र हरेक किसिमका चाहिँ इमेजहरू लगाउनु पर्ने हुन्छ है। त्यसैले चाहिँ मोबाइलबाट नै तपाईँले चाहिँ राम्रो खालको ल्यापटप स्तरीय चाहिँ कसरी एडिट सिक्न सक्नुहुन्छ हैन। कम्प्युटरमा गर्ने एडिट जस्तै तपाईँले मोबाइलबाट नै सिक्न सक्नुहुन्छ। सर्वप्रथम साथीहरू हामी प्ले स्टोरमा गएर भिएन भन्ने एप्स डाउनलोड गर्नुहोस्। भिएन एप डाउनलोड गरिसकेपछि तपाईँले ओपन गर्नुहोस्। भिएन एप्स चाहिँ ओपन गरे। ओपन गरिसकेपछि साथीहरू तपाईँहरूले त्यहाँनिर लगइन गरे पनि हुन्छ, नगरे पनि हुन्छ है। साथीहरू तपाईँले यो प्लस चिन्हमा गएर क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यस्तो किसिमको इन्टरफेस देख्न सक्नुहुन्छ। यो टोटली फ्री हो है साथीहरू। तपाईँलाई चाहिने साधारण भिडियोमा तपाईँले चाहिँ प्रयोग गर्न सक्नुहुन्छ है। तपाईँले जे काम गर्न सक्नुहुन्छ यहाँबाट एभाइलेबल छ तपाईँलाई चाहिने जति। यहाँनिर हामी न्यू भिडियो छ, न्यू भिडियोमा टक्क गएर क्लिक गरौँ। न्यू भिडियोमा क्लिक गरेपछि ओके गरौँ। ओके गरिसकेपछि तपाईँले यहाँ भिडियोमा क्लिक गरेर कुनै भिडियो लिन सक्नुहुन्छ है साथीहरू। एउटा भिडियो क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि इम्पोर्ट गर्नुहोस्। इम्पोर्ट गरिसकेपछि डेशबोर्डमा आएर बस्छ है साथीहरू। ल एउटा भिडियो इम्पोर्ट गर्नुहोस्। इम्पोर्ट गरिसकेपछि यसरी यो ड्यासबोर्डमा आएर बस्छ। अब यो भिडियो तपाईँले जस्तो उसमा खिच्नु भएको छ त्यसरी नै तपाईँले चाहिँ यसमा ड्यासबोर्डमा आउँछ। अब तपाईँलाई कहाँ काट्नु पर्यो, कस्तो गर्नु पर्यो भन्ने कुरा सम्पूर्ण जानकारी दिनेछु। यो म्युजिक छ, यहाँनिर टेक्स्ट छ, यहाँनिर तपाईँले देख्नुहुन्छ फोटो, अरू भिडियो एड गर्न सक्नुहुन्छ। अब सर्वप्रथम पहिला भिडियोको कलर बनाउने छौँ। कलरको लागि तपाईँ यता फिल्टरमा क्लिक गर्नुहोस्। फिल्टरमा क्लिक गरिसकेपछि यहाँ फिल्टर भनेर आउँछ। अब तपाईँलाई डाइरेक्ट यस्तो फिल्टर लाउने मन छ भने यसरी चाहिँ फिल्टरमा क्लिक गर्नुहोस्। कस्तो किसिमको फिल्टर चाहिन्छ र कति राख्ने भनेर पनि तपाईँले यसरी तल माथि गर्न सक्नुहुन्छ। अथवा यो फिल्टर मन परेन भनेपछि अरू पनि अनेक फिल्टरहरू छन्, जुन तपाईँलाई मनपर्छ त्यस्तै किसिमको फिल्टरहरू तपाईँ राख्न सक्नुहुन्छ है साथीहरू। यतिखेर यो भइसकेपछि हामी बाहिर आउनेछौँ। बाहिर आएपछि फेरि फिल्टरमा दाब्नेछौँ। फिल्टरमा दाबेपछि एडजस्ट भन्नेमा चाहिँ क्लिक गर्नेछौँ। अब तपाईँले आफ्नो भिडियोको कलर कस्तो बनाउनुहुन्छ तपाईँ स्वयंले गर्न सक्नुहुन्छ। एक्सपोज कतिको एक्सपोज राख्ने भनेर थोरै स्क्रोल गर्ने, माथितिर गरेर अलि उज्यालो आउँछ, अलि धेरै एक्सपोज गरेको देखिन्छ, धेरै सेतो। अब भिडियो अलि तल गरेर अँध्यारो आउँछ साथीहरू। यसरी अँध्यारो हुँदै जान्छ है, अँध्यारो हुन्छ। त्यसैले तपाईँलाई ठिक्कै चाहिने हिसाबले तपाईँले भिडियो बनाउने र कन्ट्रास्टमा अलिकतै हल्का माथितिर गर्ने, कलर थपे जस्तो, र ब्राइटेस्टमा कतिको उज्यालो चाहियो कतिको भनेर यसरी चाहिँ मिलाउने। तपाईँले आफूले हेरेर चाहिँ यी कुरा मिलाउन सक्नुहुन्छ। सेचुरेसनमा तपाईँले कतिको अझ गाढा गराउन चाहनुहुन्छ भन्ने कुरा हो। अब अरू पनि त्यस्तै हुन् कलरहरू है। एकछिन, अनि त्यसपछि टेम्परेचरमा एकछिन फोन काटे। त्यस्तै गरी साथीहरू टेम्परेचरमा यसै गरी मिलाउने, कति धेरै गाढा गर्ने भनेर पहिल्यै भयो है, अलि लो ठिक्कै हेर्ने हिसाबले। त्यसै गरी तपाईँले आफै सार्पनेस कतिको क्लियर देखाउन चाहनुहुन्छ भनेर तपाईँलाई हेर्नुहोस्। यति क्लियर एउटा धेरै फुलेको जस्तो देखियो। तपाईँलाई ठ्याक्कै चाहिने हिसाबले, सुहाउँदो हिसाबले आफै मिलाउनु होला। त्यस्तै गरी छ स्याडो छ है। अब यसरी अलि उज्यालो यसरी राख्ने गर्ने है। यसो गरिसकेपछि
अब मैले त्यत्तिकै गरेँ। यसो गरिसकेपछि तपाईँले तलतिर टिक छ, टिक लगाइदिनु होला। यसरी टिक लगाइसकेपछि अब यो भिडियो चल्छ। नमस्कार साथीहरू, अब यो भिडियो चलिरहेको छ। अब मलाई यो मन परेन, म चाहिँ यो भिडियो काट्न चाहन्छु भन्यो भने तपाईँले यसै भिडियोमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईँले यो स्प्लिट भन्ने छ कैँची जस्तो, यसमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि भिडियो दुईतिर गयो। दुईटा भिडियो बन्यो साथीहरू। अब दुईटा भिडियो बनिसकेपछि अब यो भिडियोको सबै काम सिद्धियो भनेपछि म यो भिडियो यताउता नसरोस् भनेर लक लगाउँछु। लक लगाउनलाई यसमा क्लिक गर्ने र ताला छ, तालामा क्लिक गर्ने। अब यो क्लिक गरिसकेपछि साथीहरू यो यताउता हिलिँदैन, यहीँ नै हुन्छ साथीहरू। यसो भइसकेपछि अब म यो दुईटा भिडियोलाई जोड्छु। यो भिडियोलाई जोड्नलाई मलाई इफेक्ट चाहिन्छ। अलिकति बोल्दा बोल्दै कुनै एडिट गर्दा कन्टिन्यू बोलिरहेको छ, कन्टिन्यू भइरहेको छ काम जस्तो देखाउनको लागि, स्क्रैच चाहिँ केही भिडियोमा चाहिँ यताउता नहुनको लागि, अर्को सिन देखाउनको लागि त्यसलाई ट्रान्जेक्सन लगाइन्छ। यसरी गर्दाखेरि बिचमा यो प्लस चिन्ह छ, प्लस चिन्हमा हामीले क्लिक गर्ने। सर्वप्रथम पहिला हामीले लक खोल्नुपर्ने हुन्छ। लक खोलेँ। अब दुईटाको बिचको प्लस चिन्हलाई मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि यहाँ चाहिँ कस्तो किसिमको इफेक्ट दिने भनेर चाहिँ यहाँ दिएको छ। जस्तै अहिले ननमा छ भनेपछि साथीहरू अब मैले ब्ल्याक भएर कालो भएर उज्यालो आउने किसिमको दिने कि अब कति लामो समयसम्म दिने भन्ने कुरा ड्युरेसन बढाइदिने देख्न सक्नुहुन्छ। ल यसरी लामोबाट व्हाइट किसिमको चाहनुहुन्छ भने व्हाइट किसिमको, जुम चाहनुहुन्छ भने जुम। अब जस्तै मानौँ यो जुमबाट म चाहन्छु भनेपछि ओके गर्ने। ओके गरेर भिडियो प्ले गरेर हेर्ने, जुम भएर आयो। त्यसरी मलाई यो चाहिएन भनेपछि मैले व्हाइट गर्छु भनेपछि टक्क पारेर फेरि क्लिक गरेर फेरि गर्ने, व्हाइट भएर आयो भिडियो। अब यो पनि मन परेन भनेपछि मलाई इफेक्ट अर्कै नै हाल्नुपर्छ, रेडिमेड इफेक्ट लगाउनु छ भनेपछि हामी चाहिँ इफेक्टमा जान्छौँ। इफेक्टमा गइसकेपछि साथीहरू रेडिमेड जुम आउट भएको इफेक्टलाई क्लिक गर्छौँ। क्लिक गरिसकेपछि टिक गर्छौँ। टिक गरिसकेपछि अब यो चाहिँ साथीहरू चाहिँ रेडिमेड इफेक्टलाई चाहिँ पैसा लाग्दो रहेछ। यतिखेर चाहिँ हामीले चाहिँ अब यसलाई क्यान्सल गर्छौँ। यो पैसा लाग्ने भएर यो इफेक्ट दिँदैनौँ। अब यो इफेक्टमा पनि पैसा नै लाग्दो रहेछ। यानि कि प्रो हामीले सब्सक्रिप्सन लिइसकेपछि मात्र यसलाई चलाउन पाउँछौँ। यतिखेर अर्को इफेक्ट हेर्छौँ, यो पनि रेडिमेडै। यसलाई कुनै एउटालाई हामीले क्लिक गर्छौँ। अब यो गरिसकेपछि यस्तो किसिमको आउँछ। ल अलि लामो राख्छौँ, अर्को चेन्ज गर्छौँ। अब यसलाई क्लिक गर्छौँ। क्लिक गरेपछि यो अब यस्तो किसिमको आयो रेडिमेड इफेक्ट। यहाँ त थाहा भएन है भिडियो पास भइरहेछ भन्ने। यसरी चाहिँ हामीले चाहिँ इफेक्ट लगाउने गर्छौँ, ट्रान्जेक्सन लगाउने गर्छौँ। अब त यो काम भयो साथीहरू। अब हामीले भिडियो डिलिट कसरी गर्ने भनेर गर्छौँ। भिडियो डिलिट गर्दाखेरि हामीले भिडियोमा क्लिक गर्छौँ। क्लिक गरिसकेपछि स्प्लिट गर्छौँ। स्प्लिट गरिसकेपछि डिलिटको बटन छ, त्यसलाई क्लिक गर्छौँ र डिलिट हुन्छ साथीहरू। अब हामीले यसै भिडियोलाई चाहिँ अर्को जस्तै बयान गर्दैछु मैले भनेपछि यतातिर मैले फोटो कुनै एनिमेसन देखाउनु पर्ने हुन्छ। यस्तो अवस्थामा मैले माथिको फोटो जस्तोमा प्लस आइकनमा क्लिक गर्छु र मैले चाहिँ के गर्छु, एउटा फोटो वा भिडियो लिन्छु। जस्तै मैले फोटो लिएँ अथवा मैले एउटा कुनै फोटो लिएँ। ल फोटो लिएर गटिनमा क्लिक गर्ने, नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि तपाईँको भिडियोको माथि यो भिडियो आउँछ। आइसकेपछि मैले अब के गर्छु, अब यो सुरुङ मार्गको बारेमा डिस्क्राइब गरेँ भनेपछि अब मलाई यहाँनिर एकतिर राख्न मन छ भनेपछि अब मैले यसलाई यो एकतिर राखिसकेँ। अब यसरी राखिसकेपछि अब मैले के गर्छु यता हेर्नुहोस्। अनि यो यहाँनिर हामी देख्न सक्छौँ रिप्लेस भनेपछि रिप्लेसमा दाब्नु भयो भने अर्को एउटा यस्तै फोटो आउँछ उतातिर। जस्तै मानौँ रिप्लेसमा दाबे, रिप्लेस भनेपछि अर्को एउटा उतातिर थप्नलाई दिन्छ। फेरि क्लिक गरेँ मोसन भनेपछि तपाईँले कसरी चलेको देखाउन चाहनुहुन्छ भिडियो। जस्तै फोटो सुरुवात आउँदा जाँदा, इन भनेपछि सुरुवात हुँदा र आउट भनेपछि सुरुवात भएर जाँदा। अब यो मन परेन मलाई,
यो वाला यसरी जुम फोकस भएर आओस् भन्न चाहेँ। अनि मैले यो पनि मन परेन, घुमेर आओस् भन्न चाहेँ बोल्दाखेरि। हो यसरी चाहिँ डाउन एरो माथितिर स्लाइड भएर है तलबाट माथि यसरी सबै कुरा चाहिँ इन आउटमा पनि त्यस्तै। नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू सेट गर्छौँ। यसरी गरिसकेपछि की फ्रेम छ, की फ्रेममा पनि तपाईले चाहेको अनुसार मात्र यसरी तानेर यहाँबाट अब यसमा की लाग्यो। अब की लागिसकेपछि यतातिर की फ्रेममा क्लिक गरेर अर्को की फ्रेमसम्म राखेर हामीले मोसन कहाँसम्म दिन सक्छौँ भनेर यसरी हामीले चिन्ह लगाउन सक्छौँ। अब यो त भयो। यो लक त यताउता नहिलियोस् भनेर लक लगाउँछौँ हामीले। यो लगाएपछि अब डुप्लिकेट भनेपछि यस्तै डुप्लिकेट चाहियो भनेपछि यतातिर सिफ्ट हुने भयो। डुप्लिकेट भने यसकै सेम माथितिर अर्को कपी गर्न सकिने भयो। अब मलाई माथिको चाहिएन भनेपछि त्यही क्लिक गरेर डिलिट गरिदिन सक्छौँ। यो त यति नै भयो। अब हेर्नुहोस् साथीहरू हामी टेक्स्ट, अब यो त भयो। टेक्स्टभन्दा पहिला मलाई त अब यो भयो। यो भइसकेपछि म एलिमेन्ट दिन चाहन्छु भनेपछि एलिमेन्ट दिन चाहन्छु भनेपछि उही प्लसमा क्लिक गर्ने, एलिमेन्टमा क्लिक गर्ने। एलिमेन्टमा क्लिक गरेपछि यहाँ फ्री ग्राफिक्सहरू छन्। जस्तै म टिक चिन्ह भएको प्रयोग गर्न चाहन्छु भने टिकमा क्लिक गरेँ। अब कहाँनिर मैले भिडियोमा टिक गर्नुपर्छ, यो राइट हो भनेर मैले उ गर्नुपर्छ भनेर इक्जाम्पल दिएछु भन्दाखेरि अब मैले त्यसैमा क्लिक गरेँ। यसलाई ठुलो बनाउन पनि मिल्छ, सानो बनाउन पनि मिल्छ र यहाँनिर यसरी माथि बनाउन मिल्छ, तल बनाउन पनि मिल्छ, तलकोलाई घुमाएर। अब सानो बनाउन पनि मिल्छ। अब मैले यसलाई देखाउँदा यो बाङ्गो भयो भनेपछि यसरी मैले सानो ठुलो बनाउँछु। अब मैले प्ले गर्छु। नमस्कार साथीहरू। अब टिक भयो। अब यो पनि यो यसरी भयो। यसरी आयो, मलाई यो मन परेन भनेपछि मैले यहाँ मोसनमा राख्छु। मोसनमा नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू, नमस्कार साथीहरू गर्छु मैले। अब यो भयो। यो भइसकेपछि अब मलाई अझ अरू टेक्स्ट थप्नु छ यसैमाथि, यसै एलिमेन्टमा टेक्स्ट थप्नु छ भनेपछि त्यसैमा क्लिक गर्छु। क्लिक गरिसकेपछि म फेरि त्यही जान्छु, टेक्स्टमा जान्छु। टेक्स्टमा गएर यहीँमाथि मैले टेक्स्ट क्लिक गर्न सक्छु। जस्तै मैले आफै रङ पनि भर्न सक्छु अथवा यहीँमै भएका फ्रन्टहरूबाट पनि मैले लिन सक्छु। जस्तै यहाँबाट हेडिङमा लिइसकेपछि मैले यहाँ लेख्छु हेलो साथीहरू हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला भनेर लेखेँ। हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। अब टेक्स्ट पनि मैले लेखेँ। अब यो टेक्स्ट लेखेर यसलाई जुम इन गरे भने सानो हुन्छ, अनि तल गऱ्यो भने टक्क पारेर मिलाएर लेखिदिने। यसरी टेक्स्ट लेख्नुभयो भने साथीहरू कतातिर घुमाउने मन छ यसैलाई रोटेसन गर्दा हुन्छ। मलाई अब यहाँनिर राख्ने मन छ भने यसरी मैले राखेँ। अब यसरी राखिसकेपछि साथीहरू मैले अब यसलाई मोसन दिन चाहन्छु। मोसन दिन चाहन्छु भनेपछि म फेरि त्यहीँ क्लिक गर्छु। क्लिक गरिसकेपछि एकछिन है क्लिक गरेँ। यो एलिमेन्टको माथि लगाउने है। यसरी चाहिँ आयो है। ल यसरी नमस्कार साथीहरू हेर्नुहोस्। अब यसरी आइसकेपछि साथीहरू मैले अब यो त एलिमेन्टमा टेक्स्ट थपी हामीले माथि गएर टेक्स्ट गर्छौँ। टेक्स्ट गरेर अथवा मोसनवाला टेक्स्ट कसरी लगाउने भनेर भियानले चाहिँ फ्रीमा उपलब्ध गएको छ। जस्तै यो सरप्राइज भने यस्तै गएर हामीले यहाँ रेडिमेड लिएर राख्न सक्छौँ र यसमा आफूले चाहिँ के थप्ने सरप्राइज भनेर लेखेकामा यसलाई हटाएर हामीले लेख्न सक्छौँ। या सब्सक्राइब भनेर लेख्न सक्छौँ र कलर चुज गर्न सक्छौँ। रेड भए पनि येलो भए पनि है, जति जे भए पनि, जस्तो पिङ्क भयो भने जस्तो तपाईँलाई मनपर्छ त्यस्तै चुज गर्न सक्नुहुन्छ। अब रेडिमेड ब्ल्याक एन्ड व्हाइट, रेड व्हाइट सबै जस्तो छ त्यस्तै चुज गर्न सक्नुहुन्छ र यसमा टिक लगाउन सक्नुहुन्छ। यसरी चाहिँ तपाईँले साथीहरू जहाँ राख्न मन छ त्यही राख्नुहोस्।
तपाईँलाई सजिलो पाएको। अब यतिखेर मैले हतार हतार गरेर यस्तो भयो, भिडियो लामो हुन्छ भनेर, त्यसैले चाहिँ जहाँ राख्ने मन छ त्यहीँ राख्नुहोस्। यसरी भइसकेपछि साथीहरू तपाईँले अब सोच्नु ल भिडियोको अडियो कसरी कम गर्ने भन्ने। भिडियोको अडियोमा किनारमा छ, यसलाई अडियो अफ गरिदिनुहोस्। अथवा तपाईँलाई भिडियोको अडियो त्यस्तो भएन भनेपछि मुनि छ, यसलाई अफ गरिदिनुहोस्। तपाईँले आफ्नो भोइस ओभर गरेर पनि अपलोड गर्न सक्नुहुन्छ। गरिरहेछन् सबैले, म त अब बिरामी भएको हातमा छ र टिक गरिदिनुहोस् है। यसो भइसकेपछि अब त सब काम भयो सामान्य रूपमा। अब म्युजिक थप्न चाहनुहुन्छ भनेपछि म्युजिकमा क्लिक गर्नुहोस्। अब भोइस ओभर दिनुहुन्छ भने तपाईँले भोइस दिने यहाँमा गएर अलाउ गरेर बोल्ने। जस्तै म यहाँ बोल्न गइरहेको छु, अब यो बोलेँ ल, भोइस ओभर यसमा क्लिक गर्ने र भोइस ओभर यसरी अलाउ गरेर क्लिक गर्ने है। ल चालु हुन्छ। हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। यहाँहरू सम्पूर्णले नयाँ नयाँ जानकारी पाउनको लागि हाम्रो च्यानलसँग जोडिनुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला भनेर यति लेखेँ। अब बोलेँ र मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि राइट टिकमा क्लिक गर्छौँ। डिलिट गर्नलाई डिलिट गरिदिने, काट्न मन लाग्यो भोइस कहाँ मन परेन सिलेक्ट गर्ने, भोल्युम कम गर्न धेरै गर्न मन लाग्यो भोल्युमलाई माथि र तल गर्ने यहाँ अप्सन छ। अब मैले टिक गरेँ। यति गरिसकेपछि मैले अब यसलाई पनि लक गरिदिन्छु है। यति भइसक्यो भने अब हाम्रो बाँकी काम के छ भन्दाखेरि अब हामीले भिडियोको बारेमा अझ धेरै बुझ्नु छ। अब यो ट्रिम काट्ने, कहाँदेखि कहाँ काट्ने, नमस्कार साथीहरू, सेकेन्डमा काट्ने पनि काट्न सक्नुहुन्छ। अनि त्यसपछि अब यो भनेको कस्तो ट्रान्जेक्सन दिनुहुन्छ घुमाएर यो दिन सक्नुहुन्छ। रेडिमेड सिलेक्ट भनेको काट्नु, डिलिट भनेको डिलिट गर्नु होइन, कटआउट भनेको चाहिँ अब काटेको कुराहरू चाहिँ कति काट्ने भन्ने उ भयो, स्ट्रोक लगाउने है। स्पिड भनेको चाहिँ तपाईँले कतिको स्पिड राख्न चाहनुहुन्छ भिडियोलाई, छिटो वा ढिलो, जस्तै कस्टम। हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। कहाँनिर स्पिड राख्ने कहाँ नराख्ने भनेर। हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। यस्तो यहाँहरू सम्पूर्णले तलबाट ढिलो आउँछ जानकारी पाउनको लागि हाम्रो च्यानल माथि छिटो जान्छ। हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। यहाँहरू सम्पूर्णले नयाँ नयाँ जानकारी पाउनको लागि हाम्रो च्यानलसँग जोडिनुहोला। ढिलो र छिटो स्पिड बनाउन सक्नुहुन्छ होइन। अब त्यसरी चाहँदैन भनेपछि जो रेडिमेड छ, जस्तै सुरुमा जोरले पछि बिस्तारै। हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई मेरो च्यानल बिस्तारै बोल्ने। हेलो नमस्कार साथीहरू, यहाँहरू सुरुबाट हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई अलि हेलो नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई यस्तो गर्ने। हेलो यो तपाईँले आफै भिडियोमा हेलो नमस्कार बुझिसक्नु। हेलो त्यसपछि साथीहरू अब भोल्युम छ, कट गर्न चाहनुहुन्छ भने भिडियोलाई कट गर्न सक्नुहुन्छ। अब कति कट गर्ने त, ओरिजिनलैमा कट गरेर यति ओरिजिनल आफ्नो हिसाबले काट्छ होइन। म फ्रीमा आफ्नो हिसाबले काट्छु भनेपछि टक्क पारेर मिलाउने, कट गर्ने, सार्ने र सेभ गरिदिने नै। अब यहाँ अप्सनहरू छ, यो टिकटकको माध्यम जस्तो बनाउने, इन्स्टाग्रामको, युट्युबको कति काट्ने यहाँ छ साइज, त्यसमा क्लिक गऱ्यो भने त्यसमा कट्छ र यसमा क्लिक गरिदिने। यति गरिसकेपछि साथीहरू रोटेसन गर्ने मन छ। अब भिडियोलाई रोटेसन गर्ने कट त भयो। अब भिडियो रोटेसन घुमाउने मन छ भने घुमाउने, दायाँ घुमाउने कि बायाँ घुमाउने, रोटेसनमा राख्ने र भइहाल्छ रोटेसन त्यस्तै। अब साथीहरू मिरर यतातिर फर्किनु भएको छैन, यतातिरको फर्केर बनाउनलाई यो मिररमा क्लिक गरिदिने। उल्टो साइडतिर देखियो, यतातिर राइट देखियो नि, यतातिर लेफ्ट देखियो। फ्लिप तल गराउने कि माथि गराउने भनेर यसलाई यसरी गर्न सकियो। अनि फिल, अब यसमा के कुरा राख्ने भन्ने कुरा भयो। अब बिजी भनेको चाहिँ अब यो कलरहरू यताउता गर्ने, बोर्डर लगाइदिने, भिडियोको कतातिर कति लगाउने भनेर क्लिक गर्ने, लगाइदिने। ब्लर गर्ने, भिडियोमा के लेखेको छ, के छ, कस्तो छ भने भिडियोमा ब्लर गर्ने सिस्टम। अब जुम इन जुम आउट गर्ने, यहाँहरू सम्पूर्णलाई जुम इन जुम आउट गर्ने यो। अनि यस्तै धेरै छन्, भोइस ओभर दिने है, अरू यति धेरै छन्। अब तपाईँ साथीहरूले यति गरिसकेपछि अब तपाईँ एक्सपोर्ट गर्न चाहनुहुन्छ भिडियो भनेपछि हामीले एक्सपोर्ट गर्नुपर्ने हुन्छ। अब एक्सपोर्ट गर्नको लागि हामी युट्युब भिडियो भनेपछि युट्युबको अरू के हो भने चाहिँ माथि ओरिजिनलमा जाने, टिकटकको लागि हो भने टिकटकमा क्लिक गर्ने, इन्स्टाग्राममा, युट्युबको लागि हो भने युट्युबमा क्लिक गर्ने, अथवा अन्य जे प्रयोजनको लागि हो त्यसमा प्रयोग गर्ने, क्लिक गर्ने। अब यो युट्युबको लागि भने युट्युबमा क्लिक गरेर मैले टिकमा ओके गरेँ।
अब यति भइसकेपछि हामीले टेक्स्ट पनि हाल्यौँ, भिडियो पनि काट्यौँ, कलर पनि हाल्यौँ, सबै कुरा गरिसक्यो भने चाहिँ धेरै कुरा भइसक्यो अहिले भिडियोमा है साथीहरू। अब हामीले यति भइसकेपछि हामीले चाहिँ एक्सपोर्ट गर्नुपर्ने हुन्छ। यो माथि निलोमा डाउनलोड जस्तो भएर गएको उसमा हामीले चाहिँ त्यसलाई बाहिर निकाल्नुपर्ने हुन्छ। एक्सपोर्टमा क्लिक गर्ने। एक्सपोर्टमा क्लिक गरिसकेपछि हामीले मोबाइलबाट भने चाहिँ 1080 रेजुलेसन र अनि 30 यो यूपीएस राख्ने र अनि तल 1 MBPS छ यो सानो मोबाइल हेरेर है। त्यही भन्दा राम्रो छ भने 2.7 गराउनुहोस्, 4K गराउनुहोस् हैन, 3060 चाहिँ FPS राख्नुहोस् हैन। तपाईको भिडियो क्वालिटी अझ राम्रो हुन्छ ठुलो स्क्रिनमा हेर्दा। हैन भने मोबाइलको लागि यति नै, सामान्य मोबाइलको लागि यति नै ठिक हुन्छ। साथीहरु भिडियो लामो भएको होला। यो भिडियो तपाईहरुले कसरी बुझ्नुभयो भन्ने कुरा भयो। यो भिडियो अझ चाहिँ बुझ्नको लागि चाहिँ बार हेर्नु होला र बाँकी मैले एडिट गर्ने अरु कुराहरु चाहिँ पछि भन्ने छु। अहिलेलाई धन्यवाद। भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न अनुरोध गर्दछु। धन्यवाद।